ओ गाइज के छ म चाहिँ वनतिर आएको है यस्तो मजाले वनमा हिँड्दैछु म चाहिँ है। आज वनतिर आएको काठो काट्न बोक्या हुन्छ काठो मलाई चाहिएको दुईवटा हो छोटो छोटो एउटा मात्रै भेट्या छ यहाँ नै अर्को खोज्दैछु। अब यस्तो सिधा होइन सिधा अनि सालको भुइँबाट काट्न पाइँदैन नि त, त्यो रुखमा चढेर काट्नुपर्छ। त्यही भएर म चाहिँ रुखमा चढेर झारिरहेको छु, खुट्टा पनि हातमै छ, काट्नु बोकेर ल्याएको छु। त्यो कति होला भन्ने अन्दाजमा हिँडिरहेको छु म चाहिँ। एकदम मस्त हावा चलिरहेको छ, मच्छर लाग्थ्यो तरिकाले मच्छर लाग्थ्यो, मच्छर चाहिँ लागेको छैन आज चाहिँ। मैले चाहिँ त्यहाँ पाएर फालेर चरमा फालेर म चाहिँ यतातिर आउँछु खोज्नलाई। सायद यही नजिक भएको जस्तो मान्छु मैले है, कसैले नकाटेर पात झरेर कस्तो भयो खुजाम नजिक भएको जस्तो मान्छे कसैले नकाटे भयो, कसैले नकाटेको त्यहाँ चरमा फालेर जाने हो। म माथि चाहिँ जाने हो। म यही चौरमा आएको थिएँ अस्ति मैले एउटा भिडियो बनाएको थिएँ, बनाएको बेला त्यो मुख्य हेर्नै पर्ने भिडियो चाहिँ थिएन, त्यही पनि मेरो प्रयास हेर्नै पर्ने भिडियो चाहिँ हुँदै हुन्छ है। हल्का आफू कहाँ जान्छु के गर्छु भनेर मात्र त्यही भिडियो चाहिँ है, जरुरी छैन कि। तर पनि म भिडियो बनाएको थिएँ, मेरो धेरै भ्युज गएको थियो, मतलब 1-2 हजार भ्युज गएको थियो। त्यही डाँडामा आएको छु म चाहिँ। यसलाई चाहिँ यहीँ फालेर सो म चाहिँ यहाँ माथि जान्छु है। माथि टक्क गएर यति भए जस्तो मान्थेँ, त्यही खोजेर काटेर लिएर आउनु पर्ला। पात झरेर कस्तो के झुम गर्छ, त्यही भएर बोलेको राम्रोसँग आवाज आउँछ। सही गाइस एकदमै सुकेर कस्तो भएको छ, पुरै पात झऱ्यो नि त वैशाखको महिना। त्यही भएर यस्तै छ हो जिन्दगी, यस्तै छ हुन। आजभोलि कहीँ हिँड्न पाइएको पनि छैन है, क्याम्पिङ पनि जानु पाइएको छैन। गाह्रो छ घरको काममा दौरो पेलाइ परे कोही निस्किनु पाएको छैन है। र म चाहिँ यहाँ खोज्दै जान लाग्छु है, माथितिर है, मजाले खोज्दै हिँडिरहेको छु है। बडो मुस्किलले अर्को पनि भेटाइयो, मजाले अर्को पनि भेटाइयो। अब चाहिँ गइन्छ कहाँ गयो, तलतिर जाने हो, ट्याक्कला जाने, मजाले चौरमा बसेर हावा खाएर घर जाने एकछिनमा। यहाँ चाहिँ यस्तो कि पात छोड्नु मजाले पात झरेर है, वन चाहिँ यस्तो भएको छ नि त खडेरले है, खत्तम भएको छ। यस्तै छ गाई चाहिँ यस्तै छ। सो म चाहिँ अब तलतिर जान लाग्यो है, मजाले गएर मजाले आराम गर्ने। पुगे डक्क चौरमा सिधो छ नि काठो पनि, तर यो चाहिँ के भएर सेतो भएको थाहा भएन। मैले पनि काट्नु त्यो अगाडि काटेर एउटै हो, यो पनि एउटै, मतलब त्यो एउटै रुखको चाहिँ होइन कि, जात चाहिँ एउटै हो, तर यो सेतो कलर कस्तो छ त्यो चाहिँ कालो छ। सो अब म चाहिँ एकछिन बस्ने हो मजाले है, मजाले बस्ने हो टक्क लाएर फाले टक्क दुइटै। यो चाहिँ मैले चाहिँ काम चाहिने भए भएर लिन आएको म चाहिँ। अब वन नजिक भएको फाइदा पनि यही नै हो नि होइन, यही नै हो। त्यही भएर वनको चाहिँ हार यस्तो छ मतलब पहिला जस्तो पनि छैन नि त। पहिला चाहिँ अझ के अरे पुरै खडेर हुन्थ्यो, अहिले साल चाहिँ पानी पनि पऱ्यो अनि अलि पलाएको छ होइन। त्यही भएर यस्तै छ गाई चाहिँ। अब म चाहिँ यहाँ बस्छु मजाले, एकछिन बसेर यहाँ हावा खाएर, वनको हावा खाएर घरतिर जाने हो। सो मेरो भिडियो हेर्ने साथीहरूले मेरो युट्युब च्यानललाई एकदम लाइक सेयर सब्सक्राइब गर्नु होला है। यस्तै छ जिन्दगी। कमेन्ट गर्नु होला, लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ सबै गर्नु होला है। ओके गाइज, आजको मेरो छोटो मिठो भिडियो चाहिँ यति नै हो। सो बाँकी फेरि भिडियो लिएर आउँछु। ओके बाई बाई बाई।